ठुलो परेर देखे कृष्ण आमाहरू यहाँ के नमस्कार मैडम ल है धेरै धेरै खानुको लागि त्यहाँ गएर ल मैडम अनि हामी कहाँ छौँ अहिले रोयल होमस्टे ल होमस्टेमा छ आउनु होला हजुरहरूलाई यहाँ यति राम्रो सुविधा छ अनि सबैजना आइदिनु होला ल टन्न खानु होला है ल हस् ल ल बाई सबैलाई नमस्कार। आज म कहाँ छु भनेपछि तपाईँको चाहिँ रोयल होमस्टे यो कहाँ छ रोयल होमस्टे भनेपछि हाम्रो नेपालगञ्जको वडा नम्बर 19 मा चाहिँ यो आलनगरबाट हल्का भित्र छिरेपछि त्यसको चाहिँ अहिले हामी रोयल होमस्टेमा छौँ। आज हामी चाहिँ रोयल स्टेको ओपनिङमा छौँ हामी चाहिँ होइन हिजो ओपनिङ भएको भन्ने मैले सुनेको छु तर आज हामी चाहिँ आज आइपुगेका छौँ यहाँ। हामी चाहिँ अहिले हाम्रा दाई हाम्रो राजकुमार दाईलाई पनि सबै कुराहरू पाहुनाहरूलाई वेलकम छ। आफ्नो दाई हुनुहुन्छ दाई के भन्नु चाहन्छ कस्तो लाग्यो तपाईँलाई यो रोयल होमस्टे कस्तो लाग्यो? एकदमै धन्यवाद गोपाल भाइले चाहिँ यहाँ लिएर यो वास्तवमा चाहिँ यो अर्ग्यानिक खाजा खानको लागि खाना खानको लागि यो रोयल होमस्टे भन्ने चाहिँ यो राजामा रहेछ। राजादेखि अलिकति थोरै भित्र त पर्छ रहेछ 19 नम्बर वडा अनि यो आलानगरदेखि हल्का भित्र पर्दो रहेछ। एकदमै यौन होइन गजब छ। यसो फोटोसोटो खिच्नको लागि पनि हरेक चिज गर्नको लागि एकदम राम्रो गजबको ठाउँ रहेछ। सबैजना आइदिनु होला एकचोटि स्वाद लिनुहोस् अनि जानुहोस् अनि यसको प्रतिक्रिया दिनु होला। सबैलाई चाहिँ यहाँ आइदिनु होला। हाम्रो प्रकाश भाइले चाहिँ भर्खरै सुरुवात गर्नुभएको छ। उहाँको अलिकति यसलाई चाहिँ अझै बढाउनको लागि हामी सबैको सहयोग चाहिन्छ। त्यसको लागि पनि हामी आज पहिलोचोटि यहाँ आएका छौँ। पहिलोचोटि आउँदाखेरि एकदम राम्रो वेलकम पायौँ। त्यसको लागि पनि प्रकाश भाइलाई धेरै धेरै धन्यवाद। के रोयल होमस्टे होइन ल सबै चिज रहेछ। एकदमै मजाको मिठो तिखर आज वन कुखुराको मासु खान पाइयो। मिठो लाग्यो बहुत गजब। ल प्रकाश छेत्री सरलाई चाहिँ म बोलाउन चाहेँ। उहाँलाई एउटा धन्यवादको पात्र हुनुहुन्छ उहाँ हाम्रो लागि चाहिँ। अब म सरलाई बोलाउन चाहेँ। सर स्वागत छ। नमस्कार। अनि ल हजुरले चाहिँ मिठो खुवाउनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद यार। अनि यहाँ के पाइन्छ अरू यो भनिदिनु पऱ्यो मेरो यहाँ त अर्ग्यानिक चिजहरू तपाईँको मोमो चाउमिन लेग पिस तपाईँको रोस्टहरू त्यसै गरी तपाईँको चिकटीहरू भयो अर्ग्यानिक चिज